नमस्कार। आजको विश्व राजनीति खासमा तीनवटा प्रमुख शक्तिहरूको वरिपरि घुमिरहेको छ। अमेरिका, चीन र रसिया। यिनीहरूको आपसी सम्बन्ध, चाहे त्यो प्रतिस्पर्धा होस् वा सहकार्य, त्यसैले हाम्रो भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। आउनुहोस् आज यही शक्तिको त्रिकोणलाई अलि नजिकबाट निहालेर हेरौँ। यो एउटा यस्तो प्रश्न हो जुन आजको भू राजनीतिमा सबैभन्दा बढी सोधिन्छ। के साँच्चै विश्वको शक्ति कुनै एउटा देशको हातमा मात्रै छ वा यो शक्ति अब बिस्तारै बाँडिँदै गएको छ? ल, यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ। जब हामी विश्व व्यवस्थाको कुरा गर्छौं, यी तीन देशहरू अमेरिका, चीन र रसिया बीचको सम्बन्धलाई नबुझी हुँदैन। यिनीहरूले नै विश्व शक्तिको एउटा यस्तो त्रिकोण बनाएका छन् जहाँ कुनै एउटाको सानो चालले पनि अरू दुईलाई सिधै असर पार्छ। तर कुनै देश कति शक्तिशाली छ भनेर कसरी नाप्ने त? यसका लागि हामीले केही मुख्य आधारहरू हेर्नुपर्छ, जस्तै उसको सैन्य बल कस्तो छ, आर्थिक अवस्था कतिको मजबुत छ, प्रविधिमा कति अगाडि छ, विश्व व्यापारमा उसको पहुँच कति छ र उसको कूटनीतिक प्रभाव कस्तो छ। न, सुरु गरौँ पहिलो शक्तिबाट, अमेरिका। धेरै लामो समयदेखि विश्वको एक छत्र महाशक्तिको रूपमा रहेको अमेरिकाको प्रभाव आज पनि संसारको हरेक कुना-कुनामा देख्न सकिन्छ। अब अमेरिकाको शक्ति कुनै एउटा कुरामा मात्रै सीमित छैन, यो त बहुआयामिक छ। एकातिर सिलिकन भ्यालीको प्रविधि र आविष्कार छ, अर्कोतिर विश्वव्यापी रिजर्भ मुद्राको रूपमा डलरको दबदबा छ, र नेटो जस्ता बलिया सैन्य गठबन्धनहरूले त उसको प्रभावलाई संसारभरि फैलाएकै छन्। यो आँकडा आफैमा एउटा ठूलो कथा हो। 800 अरब डलरभन्दा बढीको वार्षिक सैन्य खर्च। सोच्नुस् त, यो रकम विश्वका धेरै देशहरूको कुल अर्थतन्त्रभन्दा पनि ठूलो छ। यही अथाह लगानीले नै अमेरिकालाई सैन्य प्रविधिमा सबभन्दा अगाडि राखेको छ। अब हाम्रो ध्यान दोस्रो शक्ति चीनतर्फ लैजाउँ। पछिल्ला केही दशकहरूमा चीनले जुन अभूतपूर्व आर्थिक र सामरिक प्रगति गरेको छ, त्यसले विश्वको शक्ति सन्तुलनलाई नै हल्लाइदिएको छ। चीनको शक्तिको इन्जिन भनेको उसको उत्पादन क्षमता हो। विश्वको कारखानाबाट सुरु भएको उसको यात्रा आज 5G प्रविधिदेखि लिएर विश्वकै सबैभन्दा ठूलो सेनासम्म पुगेको छ, र बेल्ट एन्ड रोड इनिसिएटिभ जस्ता विशाल परियोजना मार्फत उसले आफ्नो आर्थिक प्रभावलाई रणनीतिक रूपमा विस्तार गरिरहेको छ। BRI चीनको लागि केवल सडक र बन्दरगाह बनाउने परियोजना मात्र होइन, यो त उसको कूटनीतिक र आर्थिक प्रभाव विश्वभर फैलाउने एउटा शक्तिशाली माध्यम हो, जसले नयाँ व्यापारिक मार्गहरू खोल्दै चीनमाथिको निर्भरता बढाउँछ। अब त्रिकोणको तेस्रो कुनामा हेरौँ, रसिया। सोभियत सङ्घको विघटनपछि कमजोर देखिए पनि रसिया आज फेरि विश्वमञ्चमा एक निर्णायक खेलाडीको रूपमा फर्किएको छ, खासगरी आफ्नो सैन्य र ऊर्जा शक्तिले गर्दा। रसियाको शक्तिलाई कम आँक्न चाहिँ हुँदैन है। उसको आणविक हतियारको विशाल भण्डारले उसलाई सधैँ विश्व शक्तिहरूको टेबलमा एक सिट सुरक्षित गरिदिन्छ। तर उसको वास्तविक रणनीतिक हतियार भनेको ऊर्जा हो। युरोपको जाडोमा घर तातो राख्ने कि नराख्ने भन्ने निर्णयमा समेत रसियाको ठूलो प्रभाव रहन्छ। यो संख्यालाई हेरौँ त, करिब 5,500 भन्दा बढी आणवीय हतियार। यो नै त्यो शक्ति हो जसले रसियालाई जुनसुकै परिस्थितिमा पनि विश्वव्यापी रूपमा सान्दर्भिक बनाइराख्छ। अहिलेसम्म हामीले तीनवटै देशको शक्तिका स्रोतहरूलाई छुट्टा-छुट्टै हेर्यौं। अब यिनीहरूलाई एकै ठाउँमा राखेर तुलना गरौँ र यो बुझौँ कि यो प्रतिस्पर्धाले विश्वलाई आखिर कता लैजाँदैछ। आजको समयको सबैभन्दा ठूलो युद्ध मैदान भनेकै अर्थतन्त्र हो। यहाँ अमेरिका र चीनको मोडल बिल्कुलै फरक छ। एकातिर अमेरिकाको प्रविधि र वित्तीय सेवामा आधारित अर्थतन्त्र छ भने अर्कोतिर चीनको विशाल उत्पादन र निर्यातमा आधारित शक्ति छ। यो तालिकाले हाम्रो पूरा विश्लेषणलाई एकदमै स्पष्ट रूपमा सारांशमा देखाउँछ। हेर्नुस् त, अमेरिका प्रविधि, वित्त र गठबन्धनमा अगाडि छ। चीन उत्पादन र व्यापारमा बेजोड छ, अनि रसियाको मुख्य शक्ति भनेको उसको ऊर्जा र आणविक हतियार हो। हरेकको आफ्नो शक्ति र कमजोरीहरू छन्, जसले यो प्रतिस्पर्धालाई झनै रोचक र जटिल बनाएको छ। त्यसो भए यसको निचोड के हो त? पहिलो, अमेरिका, जसको शक्ति उसको नवीन प्रविधि, विश्वव्यापी गठबन्धनको सञ्जाल र डलरको दबदबामा टिकेको छ। त्यसपछि आउँछ चीन, जसको उदय उसको विशाल उत्पादन क्षमता र विश्व बजारमाथिको बलियो पकडमा अडिएको छ। र अन्तमा रसिया, जसले आफ्नो सैन्य तागत र विश्वलाई चाहिने ऊर्जा स्रोतमाथिको नियन्त्रणबाट आफ्नो स्थान बलियो बनाएको छ। 3 फरक शक्ति, 3 फरक रणनीति। त यी तीन शक्तिहरू बीचको यो जटिल प्रतिस्पर्धाले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। के भविष्यमा फेरि कुनै एउटा देशको प्रभुत्व कायम होला, वा हामी बहुध्रुवीय विश्वतर्फ जाँदैछौँ जहाँ शक्ति धेरै केन्द्रहरूमा बाँडिएको हुनेछ? यसको उत्तर त सायद भविष्यले नै बताउला।